नमस्कार साथीहरू, फेरि पनि म मेरो YouTube च्यानलमा भिडियो लिएर उपस्थित भएको छु र आजको यस भिडियोको चाहिँ थम्बनेल र टाइटल देखेर तपाईहरुले थाहा पाइसक्नु होला कि आजको यो भिडियोको विषयवस्तु केको बारेमा रहेको छ भनेर। र साथीहरू, आजको यस भिडियो अन्तर्गत रहेर म तपाईहरुलाई यदि तपाईहरु NIMB बैंकको मोबाइल बैंकिङलाई प्रयोग गर्नुहुन्छ भने त्यो मोबाइल बैंकिङ प्रयोग गरेबापत तपाईले वर्षपछि मोबाइल बैंकिङ रिन्यू गर्नुपर्ने हुन्छ। यदि तपाईले रिन्यू गर्नु भएन भने मोबाइल बैंकिङबाट कुनै पनि कारोबार सक्सेस गर्न सक्नु हुँदैन, अर्थात् मोबाइल बैंकिङ नै ओपन हुँदैन। र यस्तो अवस्थामा तपाईले आफ्नो मोबाइल बैंकिङलाई घरमै बसी अनलाइनको माध्यमबाट बैंक नगइकन कसरी रिन्यू गर्न सक्नुहुन्छ भन्ने बारेमा जानकारी दिन गइरहेको छु। यदि तपाईहरु पनि आफ्नो मोबाइल बैंकिङ एक्सपायर भएर समस्या पर्नु भएको छ र बैंक जाने प्रोसेसमा हुनुहुन्छ भने पहिला चाहिँ यो भिडियो हेर्नुहोस् र यो भिडियो हेरिसकेपछि तपाईले सजिलैसित घरमै बसी अनलाइनको माध्यमबाट आफ्नो NIMB बैंकको मोबाइल बैंकिङलाई रिन्यू गर्न सक्नुहुनेछ। मोबाइल बैंकिङ रिन्यू गर्ने मोबाइल बैंकिङै पछि फरक हुन सक्छ। आजको यस भिडियो अन्तर्गत रहेर चाहिँ NIMB बैंकको मोबाइल बैंकिङ रिन्यू गर्ने तरिका तपाईले जान्नुहुनेछ। र त्यसको लागि जानुहोस् तपाईहरु आफ्नो NIMB बैंकको मोबाइल बैंकिङ NIMB स्मार्टमा। र तपाईहरुको अगाडि यस्तो खुल्नेछ, यसलाई स्किप गर्न सक्नुहुनेछ र आफ्नो मोबाइल बैंकिङको फोन नम्बर र पासवर्ड तपाईले राखिदिनुहोस्। मोबाइल बैंकिङको फोन नम्बर र पासवर्ड राखेर जब तपाईले लगइन गर्नुहुन्छ तपाईहरुको अगाडि सर्भिस एक्सपायर भनेर यस्तो समस्या आउँछ र यस्तो अवस्थामा चाहिँ तपाईले कसरी रिन्यू गर्न सक्नुहुन्छ भन्ने बारेमा तपाईले जानकारी पाउनुहुनेछ। र त्यसको लागि त सबभन्दा पहिले तपाईले कुनै पनि माध्यमबाट आफ्नो ई-सेवा खल्ती या कुनै पनि मोबाइल बैंकिङको थ्रु तपाईहरुले आफ्नो NIMB स्मार्ट अर्थात् NIMB बैंकमा रकम जम्मा गर्नुहोस् र जम्मा गरिसकेपछि तपाईले प्रोसेस गर्न सक्नुहुन्छ। म पहिला जम्मा गर्नेछु मेरो NIMB स्मार्टमा। तपाईले ई-सेवा या खल्तीदेखि कसरी बैंक ट्रान्सफर गर्न सक्नुहुन्छ तपाईले सजिलैसित जानकारी पाउनुहुनेछ अर्थात् थाहा पाउनुहुनेछ। मैले भिडियो पनि बनाएको छु, हेर्न सक्नुहुन्छ। म पहिला मेरो NIMB स्मार्टमा पैसा जम्मा गर्छु र तपाईलाई यो प्रोसेस गरेर देखाउने छु। मैले मेरो NIMB बैंकमा पैसा जम्मा गरिसकेँ ई-सेवा मार्फत। तपाईले पनि आफ्नो बैंकमा पैसा जम्मा गर्नुहोला। सर्वप्रथम कुनै पनि माध्यमदेखि तपाईले जम्मा गर्न सक्नुहुन्छ। र फेरि मैले NIMB स्मार्ट भन्ने एप्लिकेसनलाई ओपन गर्छु, मोबाइल बैंकिङलाई। यसलाई स्किप गर्नु र आफ्नो मोबाइल बैंकिङको फोन नम्बर र पासवर्ड तपाईले राखिदिनु होला। र तपाईले फोन नम्बर र पासवर्ड राखिसकेपछि लगइन अप्सनमा क्लिक गरिदिनुहोस्। क्लिक गरे पनि तपाईहरुको अगाडि यस्तै इन्फर्मेसन आउँछ। यहाँ तपाईले अब रिन्यू नाउ भन्ने अप्सनमा क्लिक गरिदिनुहोस्। र क्लिक गरिसकेपछि 300 रुपैयाँ तपाईको चार्ज लाग्ने रहेछ, रिन्यू चार्ज भनेर पनि तपाईले यहाँ हेर्न सक्नुहुन्छ। र तपाईले फेरि कन्टिन्यू भन्ने अप्सन देख्नुहुन्छ, यसमा क्लिक गर्नुहोस्। र क्लिक गरिसकेपछि आफ्नो मोबाइल बैंकिङको जुन ट्रान्ज्याक्सन पिन रहेको छ तपाईले ट्रान्ज्याक्सन पिन राखिदिनु होला। र ट्रान्ज्याक्सन पिन राखिसकेपछि यो तलको राइट आइकनमा तपाईले क्लिक गरिदिनुहोस्। र क्लिक गरिदिनुबित्तिकै रिन्यू सक्सेसफुल भइसकेको छ। अब तपाईले कन्टिन्यू अप्सनमा क्लिक गर्न सक्नुहुन्छ। र कन्टिन्यू अप्सनमा क्लिक गरेर आफ्नो मोबाइल बैंकिङको फोन नम्बर र पासवर्ड राखेर लगइन गर्न सक्नुहुन्छ। हेरौँ लगइन हुन्छ कि हुँदैन। लगइन गर्दै यो तपाईले पछि सेटअप गर्न सक्नुहुन्छ। सेटअप लेटर भनेर आई विल डु इट लेटर भनेर यो अप्सनमा क्लिक गरिदिनुहोस्। यसलाई पनि पछि सेटअप गर्न सक्नुहुन्छ। अब तपाईहरुको मोबाइल बैंकिङ सक्सेसफुली खुलिसकेको थियो। अघि तपाईले पैसा नराख्दाखेरि अघि तपाईहरुको एक्सपायर भएको थियो भने अहिले मैले सिकाएको यो प्रोसेस तपाईले यदि फलो गर्नुभयो भने तपाईले सजिलैसित आफ्नो मोबाइल बैंकिङ रिन्यू गर्न सक्नुहुनेछ घरमै बसी अनलाइनको माध्यमबाट। यो भिडियो हेरिसकेपछि तपाईले आफ्नो NIMB स्मार्ट मोबाइल बैंकिङलाई तपाईले रिन्यू गर्नको लागि बैंक जानु पर्दैन, सजिलैसित अनलाइनको माध्यमबाट रिन्यू गर्न सक्नुहुनेछ। र साथीहरू, आशा गर्दछु तपाईलाई आजको भिडियो इन्फर्मेटिभ भयो होला। यदि भिडियो इन्फर्मेटिभ लागेमा साथीहरुको माझपट्टि शेयर गरिदिनुहोस् र भिडियो कस्तो लाग्यो अवश्य मुनि कमेन्ट गर्नु होला। र तपाईले मेरो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरेर मसँग जोडिन सक्नुहुनेछ, ताकि मैले हालेको टेक इन्फर्मेसन सम्बन्धी भिडियोहरू सबभन्दा पहिला तपाईले प्राप्त गर्नुहुनेछ। र साथीहरू, अर्कोचोटि अर्को मेरो च्यानलमा भिडियो प्रस्तुत गर्नेछु। त्यतिखेरसम्मको लागि छुटौँ है त।